भने इनरुवा बजार त्यति बेला एकदम सानो रूपमा इनरुवा बजार रहेको थियो। अहिलेको राष्ट्र वाणिज्य बैंकको ठ्याक्क अगाडि बिहिबारे हाट लाग्थ्यो। सानो हुँदाखेरि प्राय गरी आफ्ना हजुरबुवासँग स्वर्गीय गोवर्धन महतो उहाँसँग साने बाबुको घर जाने आउने मेरो पहिलेदेखि हुँदै आएको थियो। त्यस क्रममा मैले के हेरेँ भने इनरुवालाई सदरमुकाम बनाउने उहाँको ठुलो योगदान भन्ने कुरा मैले हजुरबुवाहरूबाट थाहा पाएको थिएँ। किनभने इनरुवालाई सदरमुकाम कायम गर्दाखेरि धरानतिर लैजाने विशेष जोर भइरहेको थियो। तर दिलबहादुर श्रेष्ठ उहाँ इनरुवावासी भएको नाताले होइन इनरुवालाई नै सदरमुकाम कायम गर्नुपर्छ भनेर उहाँको प्रयासले इनरुवा एउटा पिछडिएको ठाउँ भए पनि एउटा धरान इनरुवाको अनुपातमा भनौँ धेरै विकास भएको ठाउँ रहे तापनि इनरुवालाई सदरमुकाम कायम गर्नमा उहाँको ठुलो योगदान रह्यो। त्यसपछि पञ्चायती व्यवस्थाको अन्तसँगै इनरुवावासीमा एउटा दिलबहादुर श्रेष्ठप्रति न्यारेटिभ नकारात्मक कुराहरू धेरै प्रचार गरिएको अवस्था थियो। पछि बहुदल व्यवस्थाको आगमन भयो। आगमन भइसकेपछि मान्छेहरूले स्थानीयवासीहरूले पनि दिलबहादुर श्रेष्ठको योगदानको विषयमा गम्भीरता साथ त्यसबारेमा चाहिँ सोच्दाखेरि वास्तवमा दिलबहादुर श्रेष्ठको इनरुवाको विकासमा चाहे इनरुवाको आर्थिक विकास होस्, चाहे सामाजिक विकास होस्, चाहे राजनीतिक विकास होस्, शैक्षिक विकास होस्, उहाँको योगदानको मान्छेहरूले विभिन्न ठाउँमा चर्चा गरेको मैले महसुस गरेँ। र मैले पनि एउटा व्यक्तिगत तौरबाट इनरुवाको अवस्थाको बारेमा आकलन गर्दाखेरि इनरुवामा सबैको योगदान रहे पनि विशेष त त्यति बेला म त भर्खर हिजो हाम्रै पार्टीका मध्य प्रदेशका मुख्य सचिव दिलीप चंद शाहले जुन पोस्ट गरेको छ नि, म धेरै खुसी भएँ त्यसले गर्दाखेरि। किनभने म चाहिँ अहिले 62-63 को उमेरमा छु। मैले पनि सुनेको थिएँ दिलबहादुरलाई त हेर्न त सरदय दिलबहादुरलाई हेर्न त हेरेको थिएँ, तर दिलबहादुर यो सुनसरी जिल्ला इनरुवा सदरमुकामको लागि बेचारा भन्छु म। हुन त पुँजीपति मन्त्री भएको मान्छे हो, तैपनि म बेचारा भन्छु यहाँको अहिले हेर्दाखेरि। किनभने उहाँले इनरुवाको लागि चारै अड्डाको लागि यो इनरुवावासी इनरुवा बनोस् भनेर धेरै उहाँले योगदान गरेको छ। हामीले त उहाँको तपाईको एउटा कृष्णको भजन कीर्तन 24 घण्टा हुन्छ नि, त्यो पनि गरे भने पुग्दैन, त्यतिको योगदान छ उहाँको। तर उहाँको मेरो विचारमा म आफ्नो धारणा राख्छु कि कम से कम त्यत्रो योगदान गरेको व्यक्ति, जबकि इनरुवा सदरमुकाम चारै अड्डाको बाइपास गरेर एउटा राजमार्ग तपाईको कान्छी चौकदेखि सिधै तपाईको चक्करघट्टी चत्रा हुँदै तपाईको जान्थ्यो, त्यो ल्याएर तपाईको यता सदरमुकाममा जोडिएर तपाईको सप्तरी काठमाडौँ पोखरासम्म पुर्याइदियो। र मेरो विचारमा कम से कम त्यत्रो योगदान गरेको व्यक्ति, इनरुवाका नगरका प्रमुख व्यक्ति, चारै अड्डाका प्रमुखहरूलाई म यही तपाईकै मार्फत आग्रह गर्न चाहन्छु, कम से कम त्यस्तो व्यक्तिको लागि कम से कम एउटा चिन्हारीमा एउटा त्यसको शालिक बनोस् कि ताकि आउने दिनमा सबैको सिस्टम बन्छ र सबैले योगदान गर्न सकिन्छ। नत्र मान्छेले जतिसुकै योगदान गरे भने पछाडि केही भेट्दैन। इनरुवा बनाउनको लागि तपाईको सदरमुकाम अहिले हरिनगर गाउँपालिका छ, हरिनगरमै थियो, त्यसलाई सारेर इनरुवा ल्यायो। कम से कम उहाँको योगदानलाई हामी सबैले कदर गरौँ र कदर गरेर यो सिस्टममा बसाउँ, मेरो आग्रह छ सम्पूर्ण साथीहरूलाई। उहाँ हिजोका दिनमा महेन्द्रको पञ्चायती शासनकालको समयमा गृहमन्त्री समेत हुनुभयो। उहाँले हिजो दक्षिणी क्षेत्रमा रहेको भुटा केन्द्रबिन्दुलाई चाहिँ
आफू महेन्द्रसँग निकट रहेको समयमा त्यसलाई डाइभर्ट गरेर इनरवालाई एउटा सदरमुकाम बनाउनु भयो, सरकारी कार्यालयहरूको एउटा केन्द्रबिन्दु बनाउनु भयो र दक्षिणसँग जोड्ने एउटा पुल पुलेसाको रूपमा इनरवालाई जुन किसिमले उहाँले एउटा पहिचान दिनुभयो। विगतमा उहाँ पञ्चायती कालमा पञ्चायतको समर्थक रहे तापनि अहिलेका लोकतन्त्रवादी भनिने विभिन्न पार्टीका नेता र जिम्मेवार व्यक्तिहरूले चाहिँ इतिहास एउटा बिर्सिँदैन। उहाँको योगदानलाई कदर गर्नको लागि एउटा उहाँको शालिग बनाउने जस्तै किसिमका कुनै क्रियाकलाप गरेर उहाँलाई सम्झिनुपर्छ जस्तो लाग्छ।